तपाईहरुलाई म एउटा जरुरी आवश्यकता पर्ने औषधि जडीबुटी तपाईहरुलाई देखाउन चाहन्छु र म अहिले जंगलमा आएको छु र यो तपाईले चिन्नु भएको होला यसलाई भन्छ यो पातलाई हाम्रो यहाँनेरि के भन्छ हिल साइडमा यसलाई भन्छ भाटुको पत्ता यो भाटुको पत्ताको यो भित्रको जरा छ यो जरा चाहिँ तपाईको के गर्नुपर्छ भन्दाखेरि यो टक्कै यसरी भाच्नुपर्छ अन्त यो भाचेपछि चाहिँ के गर्नुपर्छ भन्दाखेरि अनि यसलाई मजाले धुनुपर्छ धुएर चाहिँ तपाईले कोलगेट किन्नु पर्दैन अनि तपाईले पेप्सिडेन्टहरु चलाउनु पर्दैन यो चाहिँ तपाईको ओरिजिनल त पेप्सिडेन्ट भन्दा पनि अति नै राम्रो यो भाटुको जरा भनिन्छ यसलाई चाहिँ अन्त यसलाई यसरी केलाएर चाहिँ तपाईले ग्राम ग्राम चपाएर दाँतले धुएर चाहिँ नि दाँतलाई तपाईले के गर्नु सक्नुहुन्छ दाँत माझ्नु सक्नुहुन्छ अनि दाँत दुखेकोहरु अनि दाँतको स्टोनहरु अनि दाँतमा भएका जति पनि कर्सहरु तपाईले खानु भएको गुटकाहरुको कर्सहरु चाहिँ यसले असल प्रकारले निकाल्छ तपाईले बिहान अनि बेलुकी चाहिँ यो तपाईले युज गर्न सक्नुहुन्छ अनि यसलाई त तपाईले चपाएर चाहिँ मज्जाले दाँतमा दल्नुहोस् घस्रिनुहोस् अनि यसले चाहिँ तपाईको जस्तै दाँतमा भएको पहेँलोपन अनि दाँतमा लागेको किडा अनि दाँत इन्फेक्सन अनि दाँतमा भएको जति पनि तपाईको खाएको त्यो के भन्छ गुटका खाएको जति पनि कर्सहरु लागेको सब यो जराले चाहिँ निकाल्नमा सहायता मद्दत गर्छ अनि सासहरु गनाउनमा पनि यसले दिदैन र असल प्रकारको यो एउटा टुथ हो अथवा यसले तपाईले दाँत सधैँ रोजाना माझ्नु भयो भने तपाईको मुख पनि फ्रेश रहन्छ हुन्छ।